हेलो हेलो एभ्रिवान वेलकम टु ब्याक माई फर्स्ट न्यू भ्लगमा आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ रेसुले फर्स्ट टाइम भ्लग बनाउँदैछु होइन। रेसु चाहिँ कहाँ हिँड्दैछु भने कति भात खानु के गाई छ होइन, त्यही भएर आज चाहिँ करेन्ट चाउचाउ खाइदिन्छु भनेर होइन पसलतिर लागे। दादा चाहिँ अलिक बिजी हुनुहुँदो रहेछ होइन, मैले चाउचाउ मागे कुन हो फर्स्ट टाइम भएर होला साथीहरू भिडियो बनाएको एकदम डराइरहेको छु होइन। दाइको अगाडि पनि भिडियो क्यामेरा लुकाएर बनाएको थिएँ। मान्छेहरू सोच्छन् भिडियो भ्लग किन बनाउँदैन, बनाउँछु तर होइन युट्युबमा हेऱ्यो लाचको मर्दो 20 सब्सक्राइब पनि छैन के, भिडियो हाल्यो 20-30 भ्युज पनि जाँदैन, कति बिजोग छ होइन, कन्फिडेन्ट छैन भनौँ कि के छैन भनौँ, मान्छेहरूको अगाडि बोल्नै सक्दिनँ, एक्लै मात्र बराउन सक्छु एकान्तमा होइन। आउँदा चाहिँ म आफ्नो रुम आइपुगिसकेँ। अब रुमको हालत देख्न सक्नुहुन्छ यस्तो छ साथीहरू, यस्तो हेर्नु न, रेसु अल्छी नभन्नुहोस् होला है साथीहरू, कहिले कसो यस्तै हुन्छ होइन। मैले चाहिँ साग पनि रेडी पारेँ, रेसुको हेर न कन्फिडेन्ट छैन गाइज, गाह्रो छ त ये भएको करेन्ट चाउचाउ खाने साग बनाउन लगाएको छ है रेसुले चाहिँ साथीहरू। अब साग बनाउन लगाएको छ होइन, अब गाह्रो छ, बनाउन त परिहाल्यो होइन साथीहरूको। आज मैले खाजा पनि खाएको थिएन कि, त्यही भएर धेरै नै खान्छु भनेर यस्तो साग पनि अलिक धेरै नै बनाएको थिएँ, तर पकाउँदा चाहिँ थोरै भएको थियो साथीहरू। रेसुले चाहिँ बनाउँदैछ होइन, बनाउँदैछ फेरि साग चाहिँ मिठो लाग्छ कि मलाई नि साथीहरू। यस्तो छ यो झोलाले राम्रो देखेन यहाँ रुम भनेर सफा गरे पो राम्रो देखिन्थ्यो त, यस्तो छ अब काम यस्तो छ रेसुको हेर्न सक्नुहुन्छ। पकाउँदै खाइदिने बानी छ, पछि गएर बुढाले मार्ने भयो मलाई ये भगवान्। करेन्ट चाउचाउको साथसाथै अन्डा पनि पकाउन थालेँ मैले होइन। अब चाहिँ रेडी भयो, अब खाना खोजेँ होइन, खानालाई त तगडा हो नि रेसु फेरि होइन, यति धेरै खाइदिन्छ। त्यही पनि आज मैले खाजा खाएको थिएन कि साथीहरू, यही खान्छु भनेर होइन दिनभरि यतिकै बसेछु साथीहरू होइन। खानालाई त यस्तै हो, जिन्दगी चिलमा छ होइन। प्लिज साथीहरू मेरो युट्युबमा सब्सक्राइब गरिदिनुहोस् होला होइन। सो यस्तै छ ल साथीहरू, आजलाई चाहिँ यति नै, बाई बाई, माया छ सबैजना।